नमस्ते वेलकम टु माई भ्लग। आज चाहिँ घर शान्ति पूजाको केही झलकहरू देखाउन गइरहेको छु। दिनको सुरुवात हुन्छ चियाबाट। हाम्रो घरमा चाहिँ यस्तो सानो सानो बच्चाहरूले काम गर्ने सिस्टम छ गाइज। यता हेर त आवाज एना, तिमीलाई क्रिम लाउनु को सिकायो बा यति सानो उमेरमा? ए बेबी क्रिम हो ल, त्यो भए त ठिक छ नि। मसलाहरू अनि भाङहरू बनाउन थाले। यो चाहिँ रोटी, सेलरोटी बनाउने तयारी हुँदैछ। साइली फुली पिठो मुस्दै हुनुहुन्छ, पकाउँदै हुनुहुन्छ। यसै गरी बच्चा बच्चीहरूले चाहिँ तरकारी काटिरहेछन् हाम्रो मनदीप। अनि रोटी हाल्ने कार्यक्रम जारी छ। अनि रोटी हाल्ने चाहिँ कान्छी भाउजू, म अनि समीक्षा, फुपूले चाहिँ पुरी पकाउँदै हुनुहुन्छ। अनि अभि, मनदीपहरूले चाहिँ काटिराखेका छन्। अनि फुपूले एक्सचेन्ज गरेर चाहिँ गीता दिदी यहाँ हुन्छ। हाम्रो गीता दिदीले यहाँ पुरी पकाइराख्नु भएको छ। अब बसेर पकाउनु हुन्थ्यो, बजारको ठाउँमा अब उमी पकाउनु परेको छ ग्यासमा। पछाडि मेरो ढाड दुखेको छ। अभिलाई चाहिँ दुधले चाहिँ एकदम गाह्रो बनाइसकेको छ। मनदीपले चाहिँ मम्मीको कपाल बाटिरहेछ, ज्ञानी छोरा। यहाँ चाहिँ मेरो काइली फुपू हुनुहुन्छ। साइली फुपूलाई गाह्रो भएर काइली फुपूले चाहिँ अहिले सेलरोटी हाल्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। रोटी हाल्ने काम चाहिँ जारी छ है साथीहरू, अझै सकेको छैन। हाम्रो समीक्षाको पनि भिडियो अहिले चाहिँ अचारको तयारी हुँदैछ। साइली फुपू र कान्छी भाउजू गफ गर्दै अचार गराउँदै हुनुहुन्छ। हाम्रो सनुको चाहिँ स्कुल बिदा नभएर यता चाहिँ पूजाको तयारी हुँदैछ। हजुर देख्न सक्नुहुन्छ साथीहरू, भर्खर सुरुवात हुँदैछ हाम्रो अभिको सुरुवात। कसको ब्याग पुऱ्याउँदैछ नि यहाँ दिदी? हाम्रो मम्मी चाहिँ रेडी भएर बसेको अवस्था छ साथीहरू। पूजापाठ सकिसकेपछि हामी साँझ चाहिँ कालो खोलामा
फुलपाती सेलाउन जान्छौँ साथीहरू। त्यसपछि एकछिन हामी पानीमा खेल्छौँ म र समीक्षा। अनि हामी कालखोलाको मन्दिरमा पनि गएर दर्शन गर्छौँ। चिजमा चाहिँ सही रहेछ नि यहाँ हिजो आज भान्जुदाहरूमा घर त ढुक्का बसिरहनु नि पर्दा यहाँ आएर पूजा राम्रो रहेछ पूजा गरिसकेपछि हामी घरतिर फर्किन्छौँ। साँझमा यता चिल्लर पार्टीको डान्स हुँदैछ ढोका लगाइ लगाइ। खै त गऱ्यो के गर्दैछौ? यता हेर नाच न। Sebastian Candid, Videography. Thank you for watching this video. Hope you like it.